आज चाहिँ मैले अलिकति मेरो वान डेको लाइक 1 आवर जतिको टाइम चाहिँ क्याप्चर गरेर मैले यहाँनिर ल्याएको छु। यो चाहिँ एउटा बक्स थियो, आजको दिन ओपन हुनुपर्ने, तर गाडीमा यताउति मैले थिचेर अनबक्स भएको थियो। अनि यहाँ चक्लेटहरू थियो, लेमन थियो, जुन मैले युज गरिसकेँ। अनि फ्यु चक्लेट्स चाहिँ राखेको थिएँ है, त्यो चाहिँ देख्न सक्नुहुन्छ अड्किरहेको छ टेपले, कति धेरै हार्डवर्क गरेको छ। अनि यो चाहिँ 3 लेयर केक अनि क्यान्डल अनि ह्याप्पी बर्थडे मौसम भनेर मेरो बहिनीहरूले एकदम मेहनतको साथ मलाई बनाइदिएको थियो। तर यो पहिला नै अनबक्सिङ भएको थियो। अनि त्यसपछि मैले चाहिँ पेस्ट्री सपमा गएँ, बेकरी सपमा जे भए पनि गएँ। अनि आई अर्डर अ पिस अफ केक। अनि यो पिस अफ केक हेरेँ अनि मैले चाहिँ अनि त्यसलाई चाहिँ खानु थालेँ। खाँदाखेरि चाहिँ आई रिमेम्बर एन्ड रिकल अल माई बच्चा भान्डाङ भुन्डुङहरू। अनि तिनीहरूसँग अलिक झगडा गऱ्यो, यताउति भन्यो, त्यो टाइमहरू चाहिँ मिस भयो। अब बर्थडे सेलिब्रेट गर्दाखेरि हाम्रो केटाकेटीहरू धेरै हुन्छ घरमा। अनि तिनीहरूलाई सम्झिँदै खाएँ, कस्तो कस्तो लाग्ने रहेछ। मिठो त मिठै थियो, बट देन खल्लो खल्लो टाइपको, त्यही पनि मैले खाएँ, सम्झिँदै भए पनि खानै पर्यो। अब किनिसकेपछि गमकी गम खानु थालेँ। अनि यसो सम्झिँदाखेरि चाहिँ जे गर्दा पनि मान्छेलाई नहुने रहेछ खालको पनि फिल भयो। अनि टोलाउँदै खाएँ बाहिर रोडमा हेर्दै। अनि यो चाहिँ खाइसकेपछि चाहिँ टिस्यु अनि त्यो वेस्टेज डस्टबिनमा मैले फालिदिएँ। अनि फालिसकेपछि चाहिँ मैले चाहिँ अनि पैसा फिर्ता माग्दाखेरि चाहिँ 5 रुपियाँ च्यातेको छ। उसो 5 रुपियाँको के आउँछ भन्दा चक्लेटहरू चाहिँ खाएँ। अनि मैले करियन नुडल्स किनेँ, त्यसलाई अनि प्रिपेयर गरेँ। अनि अन्तिममा सिजनिङहरू हालिदिएँ। सिजनिङहरू हालिसकेपछि त्यसलाई मजाले मैले मिक्स गरिदिएँ। अनि मिक्स गरेपछि चाहिँ मैले खानु थालेँ। अनि धेरै पिरो खाने बानी भएर होला करियन नुडल्स पनि खासै पिरो चाहिँ मलाई भएन। अनि यो मैले गमकी गम खाएँ, यो पनि खाएँ, खानुकै लागि जन्मेको। तर मलाई सबैभन्दा मिठो चाहिँ कोकुले बनाउनु भएको भुटीमाम नै लाग्यो, तर नो वाइ। अनि कोकु चाहिँ पछाडिबाट बोल्दै हुनुहुन्छ। थ्याङ्क यू फर वाचिङ साथीहरू, बाई बाई, किप वाचिङ माई भिडियोज।